धनीको छोरा चाहिँ अब पुरा धनीको छोरा एकदम धनीको छोरा चाहिँ होइन बाटोमा बाइकमा सरर स्पिड जाँदै थियो अरे क्या स्पिड जाँदै थियो अरे अब त्यसले फेरि टाउकोमा लाउने हेलमेट पनि यहाँ कुइनामा लाएर पुरा सानो स्पिड जाँदै थियो अरे होइन अलिक पर पुगेपछि चाहिँ अब टडकसित ज्याममा ठोक्केछ अरे क्या एक्सिडेन्ट भयो अब एक्सिडेन्ट भयो त्यसको अब एक्सिडेन्ट भएपछि अनि त्यहाँको अब पब्लिकले अब पुरा भेला पारेर कसो गरेर हुन्छ एम्बुलेन्स बोलाएर हस्पिटल पठाइदिएछ हस्पिटल पठाइदिएपछि अब त्यसको आमा बाउलाई पनि खबर गर्दैछ होइन अनि त्यसको आमा बाउ पनि अब टक्क स्यास्यारा फ्यापा गर्दै आयो एक्लो छोरा होइन स्यास्यारा फ्यापा गर्दै आयो अनि हस्पिटलमा आएपछि अनि डक्टरलाई भेटेपछि डक्टरले के भयो डक्टरसित सल्लाह गरेर मेरो छोरालाई कस्तो छ के छ अब त्यहाँ सोच्छ नि त हरेक हुन्छ नि त होइन टेन्सन हुन्छ एक्लो छोरा हो डक्टरले के भन्नु भने हेर्नुहोस् तपाईँको छोरा लास्ट कन्डिसनमा छ तपाईँको छोराको गिदी एकदम ड्यामेज छ भन्छ अरे अनि त्यसको आमा बाउले के भन्छ हेर्नुहोस् डक्टर साहब पैसाको चिन्ता नगर्नुहोस् के कति लाग्छ कस्तो के हुन्छ जसरी भए पनि कसरी के गरेर हुन्छ जति खर्च लागे पनि हामीलाई टेन्सन छैन तर मेरो छोरा चाहिँ बाँच्नु पऱ्यो भन्छ अरे अनि अब ल हुन्छ अब म सक्दो प्रयास गर्छु भन्छ अरे डक्टरले अब ल प्रयास त गर्छु भने डक्टरले अनि त्यस पछाडि आएर यस्तो सोच्यो अरे क्या पुरा सोच्यो अरे अब यसको गिदी कामले यसको यो केटाको गिदीले त काम त गर्दैन अब के चाहिँ गर्ने भने यसो सोचेर कुकुरको गिदी फिट गरिदिन्छु भन्छ अरे त्यस पछाडि चक्क लाएर चाहिँ कुकुरको चाहिँ गिदी त्यो केटालाई फिट गर्दैछ अरे फिट गरिदिएपछि टक्क अपरेसन सक्सेसफुल एकदम अपरेसन राम्रो भयो सक्सेसफुल भयो होइन त्यो केटाको पनि होसमा आयो त्यो केटा पनि एकदम फिट छ ल बोल्ने जस्तोको त्यस्तै छ होइन अनि अब त्यस पछाडि 1-2 हप्ता कति 15-20 दिन के राख्यो अनि त्यस पछाडि चाहिँ अब त्यो केटालाई डिस्चार्ज दिँदाखेरि चाहिँ के भन्यो भने ल भाइ तिम्रो कन्डिसन अहिले राम्रो छ तर तिमी 15-20 दिनमा 1 महिनामा चेकअप गर्न चाहिँ आइराख्नुपर्छ भनेछ अरे हुन्छ डाक्टर साहब हजुरलाई धेरै धन्यवाद मेरो ज्यान बचाइदिनु भएकोमा भनेछ अरे त्यो केटा होइन त्यो त मेरो कर्तव्य हो भाइ भन्छ त्यस पछाडि उसलाई पठाइदिएपछि 15 दिनको पालामा चाहिँ टक्क त्यो केटा अब चेकअप गर्नुको लागि आएका डाक्टर भएको ठाउँमा हजुर डाक्टर साहब नमस्ते भन्छ ओहो भाइ अनि के छ तिम्रो हालखबर के छ कस्तो छ अहिले कन्डिसन कस्तो छ भनेर सोधेछ अरे क्या डक्टरले कन्डिसन त एकदम सबै ठिकै छ डाक्टर साहब तर भन्छ अरे क्या तर के भाइ भन्छ अरे बेला बेलामा चाहिँ गु खानु मन लाग्छ भन्नु अरे क्या